नेपाललाई हामी प्राय एउटा सानो, सुन्दर देशको रूपमा मात्र चिन्छौं, होइन त? तर आज यसलाई एउटा फरक नजरले हेरौं, एउटा भू-राजनीतिक चेसको खेलको रूपमा। यहाँ हरेक चालको गहिरो अर्थ हुन्छ र दाउमा लागेको कुरा एकदमै ठूलो छ। तर यहाँ एउटा ठूलो प्रश्न खडा हुन्छ। आखिर हिमालयको काखमा बसेको यस्तो शान्त देश कसरी विश्वका शक्तिशाली देशहरूको प्रतिस्पर्धाको केन्द्र बन्न पुग्यो त? आउनुहोस् आज हामी यही जटिल प्रश्नको जवाफ खोज्ने प्रयास गरौं। यो अवस्था कुनै नौलो भने होइन। हेर्नुस् न, आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहले त्यतिबेलै भन्नुभएको थियो, नेपाल दुई ढुङ्गा बीचको तरुल हो। यो एउटा भनाइ मात्र होइन, नेपालको भौगोलिक यथार्थ हो। दुई विशाल छिमेकीको बीचमा हुनुको चुनौती र अवसर, दुवै कुरा यही एउटा वाक्यमा लुकेको छ। ल, अब अलिकति गहिराइमा जाउँ है। यो पुरै भू-राजनीतिक खेल बुझ्नका लागि सबैभन्दा पहिले त खेलको मैदानलाई नै बुझ्नु पर्यो, र त्यो मैदान हो नेपालको भौगोलिक अवस्थिति। यो भू-राजनीति भन्ने शब्द सुन्दा अलि जटिल लाग्न सक्छ, तर यो त्यस्तो गाह्रो कुरा होइन। यो भनेको नक्सामा कोरिएका धर्काहरूको कुरा मात्रै होइन, बरु कुनै ठाउँको भूगोलले, मतलब त्यहाँका पहाड, नदी र छिमेकीहरूले कसरी त्यो देशको भाग्य नै बदलिदिन्छ भन्ने कुरा हो। र नेपालको कथा त यसको एकदमै सटीक उदाहरण हो। नेपालको अवस्थिति हेरौँ न, कति रोचक छ। एकातिर भारत, अर्कोतिर चीन, दुई यस्ता शक्ति जो विश्वमै उदाउँदैछन्। हो, यो अवस्थितिले नेपाललाई बफर स्टेट अर्थात् दुई देशबीचको मध्यस्थकर्ता त बनाउँछ नै, तर त्योभन्दा पनि ठूलो कुरा, यसले एउटा रणनीतिक पुल बन्ने अवसर पनि दिन्छ। सायद यही नै मुख्य कारण हो जसले गर्दा विश्वका ठूला शक्तिहरूको ध्यान यहाँ यति धेरै केन्द्रित भएको छ। ल, खेलको मैदान त हामीले बुझ्यौं। अब पालो आयो खेलाडीहरूको। यो चेसको खेलमा मुख्यतया 3 खेलाडीहरू छन्, भारत, चीन र संयुक्त राज्य अमेरिका। अब हेरौं उनीहरूको स्वार्थ के हो र उनीहरू के चाहन्छन्। अब यी तीनै खेलाडीको भूमिका आफ्नै खालको छ। भारतलाई परम्परागत शक्ति भन्न सकिन्छ, जसको नेपालसँग सदियौंदेखिको सम्बन्ध छ। चीन एक उदीयमान महाशक्ति हो, जसको प्रभाव एकदमै तेज गतिमा बढिरहेको छ। अनि अमेरिका, टाढाको विशाल खेलाडी, जो भौगोलिक रूपमा टाढा भए पनि एसियामा आफ्नो पकड बलियो बनाउन खोजिरहेको छ। पहिले भारतको कुरा गरौं। भारतको लागि नेपालसँगको सम्बन्धलाई रोटी बेटीको सम्बन्ध पनि भनिन्छ, मतलब एकदमै गहिरो सांस्कृतिक र सामाजिक सम्बन्ध। उसको मुख्य उद्देश्य भनेको आफ्नो परम्परागत प्रभावलाई कायम राख्ने, खुला सिमानाले गर्दा आउने सुरक्षा चुनौतीहरूलाई सम्हाल्ने र हो, नेपालको विशाल जलविद्युत क्षमतामा आफ्नो पहुँच बनाइराख्ने हो। अब अर्को खेलाडी चीनतर्फ लागौं। चीनको लक्ष्य अलि फरक र विश्वव्यापी छ। उसको बेल्ट एन्ड रोड इनिसिएटिभ, जसलाई हामी BRI भन्छौं, त्यसमार्फत नेपाललाई एउटा ठूलो पूर्वाधार सञ्जालमा जोड्ने उसको योजना छ। र अर्को महत्त्वपूर्ण कुरा, तिब्बतको सुरक्षा। यो चीनको लागि एकदमै संवेदनशील विषय हो, त्यसैले नेपालमा स्थिरता हुनु चीनको लागि धेरै महत्त्वपूर्ण छ। अनि तेस्रो खेलाडी अमेरिका। पछिल्ला केही वर्षमा अमेरिकाको चासो यहाँ ह्वात्तै बढेको छ, र यसको मुख्य कारण हो चीनको बढ्दो प्रभाव। अमेरिका आफूको इन्डो पेसिफिक रणनीति वा IPS मार्फत यो क्षेत्रमा चीनको प्रभावलाई सन्तुलनमा राख्न चाहन्छ, र यो रणनीतिमा नेपाल एउटा महत्त्वपूर्ण कडी बन्न पुगेको छ। ल, खेलाडीहरू र उनीहरूको स्वार्थ त थाहा भयो, तर अब प्रश्न आउँछ, यस्तोमा नेपालले के गर्छ त? उसले यी सबै प्रतिस्पर्धी शक्तिहरूलाई कसरी सन्तुलनमा राख्छ? यो एकदमै नाजुक खेल हो, जहाँ एउटा सानो गल्तीले पनि ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। नेपालको परराष्ट्र नीतिको सबैभन्दा मुख्य सिद्धान्त नै असंलग्नता हो। यसलाई सरल भाषामा बुझ्दा, हामी कुनै पनि शक्तिगुटमा लाग्दैनौं, हामी कसैको पक्ष वा विपक्षमा छैनौं र हरेक मुद्दालाई आफ्नै विवेकले हेर्छौं भन्ने हो। यो आफ्नो स्वायत्तता जोगाउने एउटा महत्त्वपूर्ण रणनीति हो। अब अन्तर्राष्ट्रिय सम्बन्धको एउटा सिद्धान्त छ, यथार्थवाद, रियालिजम। यसले के भन्छ भने देशहरू जहिले पनि आफ्नो स्वार्थ र सुरक्षाको लागि मात्रै काम गर्छन्। यो नजरले हेर्दा त नेपालले जे गरिरहेको छ, यो सन्तुलनको प्रयास, त्यो केवल आफ्नो अस्तित्व जोगाउनको लागि चालिएको एउटा बाध्यात्मक र रणनीतिक चालो हो। तर के सम्बन्ध शक्तिले मात्रै बन्छ त? यहाँ अर्को दृष्टिकोण पनि छ, रचनावाद, कन्स्ट्रक्टिभिजम।
यसले भन्छ विचार, संस्कृति र इतिहास जस्ता कुराले पनि सम्बन्ध बनाउँछ। जस्तै नेपाल र भारतको सम्बन्धलाई हेरौँ न, यो राजनीतिक मात्र कहाँ हो र? यसमा त गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध जोडिएको छ र यस्ता कुराले पनि उनीहरूको व्यवहारलाई असर गर्छ। ल, सिद्धान्तका कुरा त भए, अब यो भू-राजनीतिक प्रतिस्पर्धाको सबैभन्दा ताजा र ठोस उदाहरण हेरौँ। त्यो हो दुई ठूला विकास परियोजनाहरू जसले पछिल्लो समय नेपालमा ठूलै बहस मचाएका छन्, चीनको BRI र अमेरिकाको MCC। हो, 21औं शताब्दीमा यो खेल खेल्ने तरिका फेरिएको छ। अब प्रतिस्पर्धा हतियारले मात्र हुँदैन, बरु ठूला ठूला पूर्वाधार र विकास परियोजनाहरू मार्फत हुन्छ। र नेपालको सन्दर्भमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् MCC यसका सबैभन्दा ठूला उदाहरण हुन्। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन MCCले नेपाललाई $500 मिलियन, त्यो पनि अनुदानको रूपमा दिने प्रस्ताव गर्यो। यो पैसा मुख्यतया दुईवटा कुरामा खर्च हुने भनेको छ: विद्युत प्रसारण लाइन बनाउन र सडकको स्तरोन्नति गर्न। अब यी दुई परियोजनालाई सँगै राखेर हेर्दा चित्र अझै स्पष्ट हुन्छ। एकातिर चीनको BRI छ, जुन उसको विश्वव्यापी रणनीतिको एक हिस्सा हो र यसमा प्राय ऋण लगानी हुन्छ। अर्कोतिर अमेरिकाको MCC छ, जुन $500 मिलियन को अनुदान हो र यसको घोषित लक्ष्य आर्थिक वृद्धि मार्फत गरिबी घटाउनु हो। तर दुवैलाई लिएर आफ्नै भू-राजनीतिक चिन्ता र बहसहरू छन्। कतिले BRI-लाई ऋणको पासो भन्छन् भने कतिले MCC-लाई चीनलाई घेर्ने अमेरिकी रणनीतिको अङ्गको रूपमा हेर्छन्। यस्तो जटिल अवस्थामा जहाँ एकातिर BRI छ, अर्कोतिर MCC, नेपालको आफ्नो चाल के हो त? उसको अन्तिम लक्ष्य के हो? नेपालको सबैभन्दा ठूलो सपना, भनौँ न आफ्नो सबैभन्दा ठूलो कमजोरीलाई नै सबैभन्दा ठूलो शक्तिमा बदल्नु हो। भूपरिवेष्टित अर्थात् ल्यान्डलक्ड हुनुको बाध्यतालाई भूजडित अर्थात् ल्यान्डलिङ्क्ड हुनुको अवसरमा परिणत गर्ने। सोच्नुस् त, विश्वका दुई सबैभन्दा ठूला र बढ्दो अर्थतन्त्रहरूलाई जोड्ने एउटा महत्त्वपूर्ण आर्थिक पुल बन्ने। अनि यो सपना पूरा गर्न नेपालसँग एउटा तुरुपको पत्ता छ, त्यो हो जलविद्युत। अनुमान अनुसार नेपालसँग आर्थिक रूपमा उत्पादन गर्न सकिने 42,000 मेगावाटभन्दा बढी जलविद्युत क्षमता छ। यो यति ठूलो ऊर्जा हो जसले नेपाललाई मात्र होइन, उसका दुवै छिमेकीको ऊर्जा आवश्यकता पूरा गर्न सक्छ। र यदि यसो हुन सक्यो भने यो नेपालको लागि ठूलो आर्थिक र रणनीतिक जित हुनेछ। तर अन्त्यमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न यही आएर अड्किन्छ: के नेपालले एक कुशल चेस खेलाडी जस्तै यी महाशक्तिहरूलाई एकअर्कासँग खेलाएर आफ्नो राष्ट्रिय हित पूरा गर्न सक्ला, वा कतै उनीहरूको बढ्दो प्रतिस्पर्धाको बीचमा परेर चेसको खेलमा हार्न पो पुग्ने हो कि? यो प्रश्नको जवाफ त अब आउने समयले नै बताउला।